हेलो एभ्रिवान, आज चाहिँ फेरि यो घर छेउको पार्कमा म र मेरो टोली यता आउनु नि, टोली पछाडि आउनु त यता। म र मेरो दुईजना टोलीहरू चाहिँ तीनजना टोलीहरू चाहिँ यहाँ आएको छौँ। आजको चाहिँ हाम्रो अब हाइकिङ यात्रा हुन्छ यहाँबाट। हेर्नुहोस् न, यस्तोमा अब हाइक ट्र्याक्कै गर्दा चाहिँ एकदमै राम्रो हुन्छ। यदि तपाईहरु पनि पिकरिङटन एरियामा हुनुहुन्छ भने चाहिँ यो ट्रेलमा हाइक गर्न आउनु होला है। एकदमै रमाइलो छ, शीतल छ, बाहिरको गर्मी बिर्सेर हैन टोली। मेरो चाहिँ दुईजना टोली लिएर चाहिँ हाइकिङ गर्दै छौं। तपाईहरु आउनु नसके भने यो भिडियो हेरेर सहयोग गरिदिनु होला भन्दै हाम्रो टोली चाहिँ आज कहाँ जाँदैछौ? तपाईको फोन हेरौँ कस्तो छ। आम्मामु, हेलो नमस्ते बिस्टी। तपाईको होममा चाहिँ घरमा छ? हामी चाहिँ अब नानी आज हामी कति हाइकिङ गर्ने हो? 1 माइल। ओके, कान्छी छोरीले चाहिँ 1 माइल भन्दै हुनुहुन्छ। ठुली छोरी कति हाइकिङ गर्ने आज? 3 miles। थ्याङ्क यू। 3 माइल्स गर्ने है। तपाईहरुसँग गफ गर्दै हामी हाइकिङ गर्दै अघि बढ्दैछौँ है। हाम्रो टोली चाहिँ यहाँ अब यो चाहिँ कस्तो छ भने यो हाइकिङ गर्ने ट्रेल चाहिँ तपाईको माथिबाट चाहिँ यहाँ माथिबाट चाहिँ गाडी अब मेन रोड छ, मुनिबाट चाहिँ अब हाइकिङ गर्ने एरिया हेर्नुहोस् नि। हामी चाहिँ ब्रिजको मुनि ठ्याक्कै त्यो डकुमेन्ट्रीमा देखेको पानामाको जङ्गलभित्रको देखिरहेको छ। हेर्नुहोस् न, आम्मा यस्तो बवाल छ यो। There's a big painting here. Be careful, baby. I love this. Yeah, I hope Hello Kitty brought Taco Bell. Is Hello Kitty still there? Yes. Hello Kitty's still there. Yes. Hi Hello Kitty. यहाँ हेर्नुहोस् अब Whoa. आउनु बेबी यता। Okay. टोली चाहिँ हामी गन्तव्यतिर पुग्ने हाम्रो हाइकिङ यात्रा क्रम जारी नै छ। तपाईहरुले So big in here. भिडियो हेरेर सपोर्ट गरिदिनु होला। Baba, you're going the wrong way. No baby, this is the right way. Wow. The park is that way. This way. Oh yeah, this way. यो एकदम राम्रो ठाउँ छ हाइकिङ गर्ने। यदि तपाईहरु चाहिँ यो एरिया यता कतै आसपासमा बस्नुहुन्छ भने यो भिडियो हेरेर कृपया तपाईहरुले आफ्नो नानी बाबुलाई ल्याएर हिँडाउनु होला। यहाँ Look at the pond. एकदमै रमाइलो छ। यहाँबाट यो बाटो तल पुगिसकेपछि भनेको तपाईको एकदमै राम्रो केटाकेटीको खेल्ने, नानी बाबुहरुको खेल्ने ठाउँ छ। Look what I just found. ल हेर्नुहोस्, यो ट्रेनको लिक हो, माथि ट्रेन कुद्छ। Oh, Baba. मुनि Baba, look. Look at that. That's nice. Flowers. एकदमै रमणीय वातावरण छ। I'm gonna give it to Mighty Sandy. हजुर दिनुस् न। हामी That one, babies. अघि बढ्दै छौं। And Vi. I'm also gonna give it to Vi because he needs it. The train is not coming. Yes, coming. Trains are not It's coming. not coming yet, but I know. train has its time, sweetheart. Trains don't come to our house these days. I know. Yes. एकदमै राम्रो छ यो। Train day. यो यदि तपाईहरु हाइकिङ गर्न चाहनुहुन्छ भने चाहिँ It's summer तपाईहरुको today. काम लाई एकछिन पज गरेर यो एरियामा हाइक गर्न आउनु होला। एकदमै रमाइलो हाइकिङ एरिया छ। म तपाईहरुलाई भिडियोको लास्टमा एड्रेस राखिदिन्छु। Baba. एकदमै मजाले Baba. आउन सक्नुहुन्छ। I want to give this to Nadia. I'm going to give these flowers to Sana Baba, एकदमै राम्रो हरियाली वातावरणको साथमा Nadia, and Vi. हाम्रो टोली र हामी I चाहिँ want to give बढिरहेका this छौँ अगाडि। one to Vi. Oh, that's so cute. I can't believe I have a phone. चराचुरुङ्गी कहीँ कराउँदैछन् त, That's not only a कहीँ phone. मन्द मन्द सुस्त हावाको गतिमा Oh my God. गतिको साथ हामी अघि बढिरहेका छौँ। ल हेर्नुहोस्, I think the big stick is still here. यस्तो दामी छ हाइकिङ गर्ने एरिया। हेर्नुहोस् त यहाँ भन्दा अरू के चाहियो तपाईहरुलाई? Where are we going to
give that one too. These? Yeah. छ मखमली घाँस बडो मुलायम Yeah. भने जस्तो नि I found एकदम one रमाइलो box. But don't pick it up. Someone has this one too. Put it away. अवश्य आएर एकचोटि चाहिँ This one. म तपाईँहरूलाई यो यसको यो ठाउँको एड्रेस चाहिँ ठ्याक्कै मेरो भिडियोमा राखिदिन्छु Baba. त्यहाँबाट तपाईँहरूले आफ्नो नानु बाबुलाई लिएर यहाँ आउन सक्नुहुन्छ साह्रै रमाइलो छ साइकल Work hard, buddy. Vamos. Come on, Bisti. Come on, Barsa. उहाँहरूलाई तपाईँहरूलाई कस्तो लागिरहेछ नानी Good. हाइकिङ I found more flowers. What you got? I got flowers. So, are you excited with the flowers? Yeah. See, यसरी नानीहरू एक्साइटेड हुनुहुन्छ भने तपाईँहरू I अवश्य want to give it to an apple. ओके अवश्य आफ्नो बालबच्चालाई लिएर यो पार्कमा आउनु होला म तपाईँहरूलाई यो पार्कको फुल एड्रेस चाहिँ राखिदिन्छु भिडियोमा रहिरहनु होला We're only going to Mysore Park. That's over there. यस नानी पार्क कस्तो लाग्दैछ हेलो तपाईँलाई यो पार्क कस्तो लाग्दैछ हौ Look at my phone. होइन 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 I have Lily. यो पार्क चाहिँ कस्तो लाग्दैछ भन्नुहोस् त Good. तपाईँलाई चाहिँ कस्तो लाग्दैछ बोल्नु न Good. तपाईँ ह्याप्पी हुनुहुन्छ Yeah. तपाईँ यता यता हेर भन्नुहोस् त क्यामेरामा हेर I'm Happy? happy. ह्याप्पी फेस देखाइदिनु तपाईँको पनि देखाइदिनु ह्याप्पी फेस दिस इज ह्याप्पी फेस हेर्नु त कति खुसी हुन्छन् हामी हाम्रो गन्तव्य चाहिँ एकदम द्रुत गतिमा गइरहेको छ है अब हामी करिब करिब 1 माइल हिँडेपछि अर्को एउटा मेजर बिग पार्क पुग्छौँ त्यहाँ चाहिँ सबै बालबच्चाको सबै खेल्ने कुरोहरू छ अनि उहाँहरू एकछिन खेल्नुहुन्छ त्यस पछाडि हामी आउँछौँ I want to go to my son's house. ओके No, go to the park that's over there. यस इट्स कमिङ सुन ल बिस्टी सबलाई हाई भनिदिनु त एकचोटि वर्षा Hi. नानीहरू एकदम खुसी छन् I almost fell. उता धेरै एक्साइटेड भएर हाँसिरहेको बुझ्दैछु पल्लोपट्टिको टोलीहरू यति शीतल यति रमाइलो छ यहाँ चाहिँ वा आई कान्ट बिलिभ दिस What is this tree gonna become? ल हेर्नुहोस् कतै ठुला ठुला रुख कतै चरा The tree's so long. या होइन सो बिग है सो टल I know, why is it so tall? नानी यो के कराएको हो Bird. आ, We just go sunflower. Sunflower. अबको हाम्रो ठ्याक्कै 1 माइलमा चाहिँ हामी पर गन्तव्यमा पुग्छौँ है भिडियोमा रहनु होला भिडियो हेरेर सपोर्ट गरिदिनु होला भन्दै आशा गर्दै हाम्रो हाइकिङ टोली अघि बढिरहेका छौँ तपाईँहरू गर्नुभयो No. तपाईँहरू गर्नुभएको भएको छैन No. ओके स्टिल वी निड टु वाक मोर Is that a deer? वेयर वाट्स डियर नो इट्स अलरेडी वाक आउट Deers don't exist. ल हेर्नुहोस् नजारा हेर्नुहोस् है हजुर नजारा भिडियोमा रहनु होला एकदमै राम्रो बबाल नानीहरूको प्ले स्टेसन आउँदैछ अब भिडियो स्किप नगरिकन हेर्नु होला है हेर्नुहोस् है हजुर
त्यहाँबाट ठ्याक्कै हिँडेर आइपुगेर चाहिँ यो एरिया आइपुग्छ हेर्नुहोस् त मेरो छोरीहरू गएको एरिया यहाँ चाहिँ नानी बाबुहरूको स्विङ प्ले एरिया प्लेग्राउन्ड एकदमै राम्रो राखिदिएको छ एकदम उहाँहरूलाई Sure. Oh, yeah. Woo. This is the first thing I had at Yeah, it's a swing set. the time. Swing set को लाइन यहाँ The छ first time we came there, आज एकदमै स्लो जस्तो छ यहाँ मान्छेहरू पनि त्यति छैन why did we ल हेर्नुहोस् फाइनली 3 माइल हिँडिसकेपछि ट्रेलबाट यो एरियामा आइपुग्यो यहाँनिर चाहिँ एकदम केटाकेटीको लागि कम्युनिकेसन लग राखिदिएको छ तपाईहरु अवश्य आफ्नो केटाकेटीलाई लिएर यो एरियामा आउनुलाई एकदमै राम्रो छ यो चाहिँ हाम्रो फाइनल डेस्टिनेसन हो हस् त सबैजनालाई भिडियो हेरेर प्रतिक्रिया दिने होला थ्यांक यू एभ्रीवन थ्यांक यू